पर के गरेको दुईजना ऊ पर केटीको उयसमा घुम्दैछ र गाइस वेलकम ब्याक टु माई अनदर भिडियो वन्स अगेन। र आज चाहिँ हामी सिलगढी जाँदैछ र अहिले अलमोस्ट 11 बजिसकेको छ होइन गाइस। अन्त मैले चाहिँ गाडी यहीँ राखेको छु रोडमा राखिदिइरहेको छु होइन। अन्त समीर राजकुमार र बादल भाइ आउँदैछ माथि। लन्डा लोग आ रहा है और उस लोग को मैं वेट कर रहा हूँ गाइस। सो समीर ने मुझको झूठ बोला, इस ब्लॉग के द्वारा वो भी देखेगा हिंदी में ब्लॉग गाइस। मुझे डर लाग्छ कुकुरहरू जम्मै टक्दैन त सुँगुर पठाउनु सुँगुर। र अहिले चाहिँ वेट गरिरहेको छु। नचटाइ फेरि समीरले जस्तो ऱ्याबिसको हाल्नुपर्छ नि त गाइस होइन त। ड्याङ्की ड्याङ केसको हेयरस्टाइल देख्न सक्नुहुन्छ तपाईँले गाइस। अनि यो तपाईँले तल देख्दै गरेको चाहिँ गाइस होइन, यो बिल्डिङहरू यो मुनि देख्दै गरेको चाहिँ हाम्रो टेक को चाहिँ प्राइमेरी स्कुल हो, जुन चाहिँ हामीले चाहिँ पहिला यहाँनिर पढेको हो। यही नै होइन, यतापट्टि चाहिँ क्लास 5हरू थियो, उतापट्टि चाहिँ यो चाहिँ नयाँ बनाएको होइन गाइस। अनि यो पुरानो चाहिँ अब चाहिँ डिसमेन्टल गरेर केही बनाउँछ अरे भनेको सुन्दै गरेको थिएँ। अन्त यो चाहिँ हामी पहिला पढेको स्कुल हो। अन्त यो मुनि ग्राउन्ड भएको चाहिँ सबै जोडी थियो, यहाँदेखि उनीहरू चाहिँ स्कुलदेखि मुनि नै सब जोडी थियो हुन्छ नि। अहिले चाहिँ दामी भएको छ त गाइस। र साथी हो अहिले चाहिँ हामी यहाँनिर मामरिङ आइपुग्यो होइन। अन्त साधन सर पनि सिलगढी गएको नर्थ गएको होइन, साधन पनि आइपुग्यो यहाँनिर। सिलगढी गएको कहाँ नर्थ गएको जस्तो लुगा गएको हाम्रो साधन सर पनि आयो। जम्प पनि लगाएको त्यसले ओइ हाइजेक बिहा गरेको मान्छेहरूलाई कहाँ हौ स्ट्रिक हुन्छ नि हेल्थको लागि त। लाइफमा देखेँ नि त मैले होइन साधन सर कल गरेको नि मैले लाइफमा देखेर मन पराएको बेहुला नि आइपुग्यो, नयाँ बेहुला होइन गाइस। अन्त आज पुरानो बेहुला हो, कहाँ 1 महिना 2 महिना त हुँदैछ, फ्रेस छ नि केटा अहिले फ्रेस छ नि। अन्त ल अब हामी मामरिङबाट लाग्यौँ गाइस ओडा। ल गाइस अब चाहिँ समीरले गनगन गरेर हत्तै पारिसक्यो आज त हत्तै हो। ल त गाइस भन चाहन्छ केटाहरूले कसरी याद पार्थ्यो यस्तो हामी आउँछ दिल्ली हो ए हो उसको अड्डा। अब चाहिँ सुबोक छिर्यो हामीहरू अब चाहिँ हामी सुबोक एन्ट्री गऱ्यो होइन गाइस। अन्त यहाँनिर चाहिँ हामी वासरुम पनि जाने एकदमै सर्ट टोइलेटले इरी गरिरहेछ। अनि साधन सरलाई चाहिँ अहिले गरम भएर ज्याकेट स्याकेट खोलिरहेछ, तर मैले चाहिँ लगाइदिइरहेको छु होइन। गरम जोगी भाइले सिक्किमबाट आएको अब हेर्न अनि अब चाहिँ हामी खाजासाजा पनि खाइदिनु पऱ्यो, के हुन्छ कसो हुन्छ। ल त गाइस अब हामी चाहिँ सिलगढी प्रपरली एन्ट्री भइसकेको छ त गाइस। समीरले पनि गर्दैछ भ्लग आज, उसकै गाडी बनाउनु आयो सानो स्पिडले गर्दा जाउँ सिलगढी नै भनेर यसो घुम्नु भने भनेर नि अब काम होइन। सो आज जाउँ भनेर चाहिँ आएको यसरी नै एउटा दिनले गर्दाखेरि त्यसले दामी गीत पाउँछ है गाइस। यसले चाहिँ के पाउँछ टप खतरा हो यो चाहिँ सिङ्गर। र गाइस हामी चाहिँ खाएर निस्किसक्यो होइन। एकदमै पिरो केटाहरू चाहिँ कुल छ। म चाहिँ अहिले पिरो खानुहुँदैन नि त त्यस्तो, किन भन्दा घरमा एकदम सादा बनाउँछ होइन। त्यही कारणले गर्दाखेरि चाहिँ पिरो खाँदिनँ। ओभर पिरो भयो, मलाई चाहिँ गुलियो खाउँ जस्तो लाग्यो नि त है। एक-एकवटा गुलियो पाएको भए चाहिँ दामी हुन्थ्यो होइन। माछा कत्रो रहेछ हेर त ऊ। केटाहरू चाहिँ यस्तै छ नि त, अलिक क्र्याक भएर आएको छ होइन।
केटाहरूले चाहिँ पिरै भएन भन्छ अन्त मलाई चाहिँ ओभर पिरो हो गाइस र अब चाहिँ हामी लाग्दैछौँ टुर सिलिगुडी त गाइस र अब चाहिँ हामी गाडीमा छिरिसकेको छ अब चाहिँ मैले फाइनल्ली 40,000 लाग्यो भनेर ज्याकेट खोलेँ होइन यसको चाहिँ सेप मन पऱ्यो किनेको है मैले चाहिँ किन चाहिँ साधु सरलाई यस्तो मन पर्दैछ अन्त अब चाहिँ हामी लाग्यौँ है त यहाँनिर अन्त योगी भाइ चाहिँ अहिले साइडमा म बिचमा छु मेरो अगाडि चाहिँ सिधा अब भिडियो गर्नुपर्ने मलाई सजिलो हुने भयो केटाहरू चाहिँ पिरै भएन भन्छ त म त यहाँनिर भुँडी बोलेँ नि गाइस पिरो भएन त थिएन पिरो एउटै थिएन केटाहरू पिरै भएन भन्छ म भुँडी बोलिसकेँ सेम साथीको पिरो मात्रै थियो ए बाख्रा मार्यो डक्टरले डन्डै त बाख्रा त मार्यो नि डन्डै डक्टरले बिचरा राम्रो हुँदैछ हो यता गाइस जग्गा चाहिँ होइन त्यस्तो थियो अब बसमा त्यही त हो नि हतार हुन्छ होइन बादमा चाहिँ क्लाइन्टको टाइममा चाहिँ मान्छे बसिरहेको थियो ए नेट एग्रोनेट लाउँदो रहेछ होइन त त्यही हो आइरन सिट हो होइन त हो आइरन सिट रहेछ नि त यहाँ अर्को खालको क्लाइन्ट आइरन सिट रहेछ नि त हेभी हेभी र साथी अहिले चाहिँ हामी यहाँनिर यो होस् अटोमोबाइल्स के भन्नेमा आइरहेको छ अघि फोन गरेको थियो केटाहरूले अन्त केटाहरू बाहिर निस्किँदैछ म र साजन सर चाहिँ यहाँ गाडीमा एकछिन बसेको होइन किन भन्दा चाहिँ गाडी हराउँछ भनेर नि त होइन र अहिले चाहिँ यहाँनिर यो पार्ट खोलिसकेको छ एकदम उसको चाहिँ लिकेज यहाँबाट अघि तपाईँले देखाएको थियो यहाँबाट चाहिँ पानी चुन्दो रहेछ र यहाँ खुट्टामा झर्थ्यो नि त अन्त अहिले यो खोलिसकेको छ अब यो ऐना खोलेर फेरि यसलाई नै टेस्टिङ गर्ने भनेर भन्दै थियो अन्त यसमा चाहिँ अलिकति रिक्स हुने रहेछ गाइस होइन के रिक्स भन्दाखेरि चाहिँ ऐना ड्यामेज पनि हुनसक्छ भनेर भन्दै थियो अन्त एकदम मालिक साथले चाहिँ यहाँनिर चाहिँ रिक्स उठाइसकेको छ अनि हाम्रो साजन सरलाई चाहिँ यस्तो छ नि त गेम खेल्दै मात्रै किन सुटेको आयो भनेको त अघि गेम अन्त अब साधन सरलाई चाहिँ अलिकति सम्झाउनु पर्ने रहेछ सेलिनाले नि यो साधन सर साह्रै गेम खेल्ने भएको छ त्यसको ग्लु चाहिँ एकदम बटलीले खोल्नु पर्दो रहेछ गाइस एकदम मजाले काम गरेर चाहिँ दामी रहेछ उहाँको चाहिँ एकदम बढिया बढिया छ काम र अहिले चाहिँ ब्लास्ट ल्याएर पनि चढाइसकेको छ प्रेसिङ हुँदैछ अहिले दल दाल पार्दैछ भयो दाइ तल नि दाइ तल 2 घन्टा 2 घन्टा चाहिँ राख्नुपर्ने थियो अब टालिनुको लागि के गर्नु पर्ने चिया खाने पनि छैन अहिले हेर्नु मलाई गाइस अब के हो कल चिया खाने गयो हुन्छ होइन बुबु BMW जान्छौ चिया खानु यो पागल BMW जान्छ चिया खानु यहाँनिर चाहिँ दल दाल पार्दैछ त भइहाल्यो टक्कै काम कसरी गर्नुपर्ने चाहिँ यहाँबाट सिक्नुहोस् है हाम्रो सिक्किममा गर्ने उयोसहरूले चाहिँ यो पाराले गर्नुपर्ने दल्नुपर्ने सिक्नु पर्ने अब चाहिँ रात परिसक्यो अन्त एकछिन बाहिर निस्केको होइन हाम्रो काम भने यहाँ भइसक्यो अन्त एकछिन वेट गर्नुपर्ने अरे अन्त सनले चाहिँ गाडी लक गरेको छ भित्र अनि अब हामी चाहिँ लाग्ने हो भित्र कतातिर हुन्छ मलतिर होला कुन चाहिँ मलतिर के किन्ने त होइन केटाहरू जे किनिन्छ त्यही खाने हो म त होइन लाउने किनिँदैछ एकदम खानेकुरा मात्रै हो केटाहरूले जे किन्छ त्यही खाने हो अब होइन साजन सरले के किनिदिने हौ मलाई 100 रुपियाँमा कति आउँछ के आउँछ त्यही किनिदियो साजन सर चाहिँ यस्तै छ नि महिना मरेको त कति पनि भएको छैन त साजन सर के हो यस्तो अब इम्प्लोइडहरू भएर अब त्यस्तो भन्दैछ भने हाम्रो चाहिँ सेल्फ इम्प्लोइडहरूसँग चाहिँ अहिले आजकलको जमानामा बेसी पैसा हुन्छ अरे त्यो झुटो अहिलेको यो नै त्यस्तो छ के भन्छ इम्प्लोइमेन्ट सिस्टमै त्यस्तो छ नि त केस अलिक लामो र जुङ्गा पालेको त बुढो देख्ने भइसक्यो त साजन सर चाहिँ मलाई के हो र म बुढो त अलिकति यङै हो नि म त अन्त सर अलिकति चाहिँ यङ हो तर म चाहिँ अलिक बुढो देख्ने भइसक्यो के हो गाइस यस्तो र गाइस अहिले चाहिँ हामी फेरि र आज्ञा हामी चाहिँ यहाँ कोलकाताबाट हाम्रै के हो बुझ्दैन अटक छ त यस्तो छ
गाइस दुईजना चाहिँ ऊ पर घुम्दैछ तिनीहरू चाहिँ पर के गरेको दुईजना ऊ पर केटीको उयसमा घुम्दैछ नानीको उयसमा घुम्दैछ किनभने नानीको लुगा किन्न आँटेछ एडभान्समा नानीको लुगा किन्न आँटेछ हो हिरो छ त आज्ञा के हो दुईजनाले चाहिँ फोटो चाहिँ स्टक खिचेको छ होइन यता फोटोग्राफर फोटो चाहिँ स्टक खिचेर चाहिँ के गर्नु आँट्यो गाइस यत्रो बेसी फोटो खिचेछ भरे फोटो हाल्छ प्रवीण बाबुले लाइक कमेन्ट चाहिँ अब गरिदिनु पर्यो तपाईहरुले हाम्रो बाबुलाई सपोर्ट दिनु पर्यो यस्तै छ गाइस ल ओइ के किनेको यहाँ अघि ज्याकेट ल्याएको देख्दाखेरि तर्सिन्थ्यो लाउनुहोस् पर्फ्युम कुन चाहिँ पर्फ्युम कस्तो पर्यो है लाउनुहोस् भनेर सही छ त अन्त भाइ आज चाहिँ बुढोहरू खुसी हुने भयो घरमा बुढो चाहिँ खुसी हुने भयो आज घरमा बुढोहरू त अन्त अघि नै भनिसक्यो त बुढोहरू नाच लाउँछ है तँलाई उडी उडी हालेर बुढोहरू यसलाई बुढी फेमस खुसी पारिरहेको छ बुढीको लागि हेर यो हाम्रो आगे त मेरो यो गेट पास हो यो मेरो गेट पास हो गेट पास हो यो नलिगी हो भने भोलि आउँदैन बुढो चट्याक्क लगाएको के देखाएको थियो नि बुढोले होइन तँलाई बुढोलाई त्यो सोच त सोच न अब एकपल्ट बुढोको उयसमा लगाएर बुढोको हाइटमा उयसमा सोच त अनि के हो त अन्त यो लाग्दैन ओइ यो लाग्दैन यो छोडेछ नि यो लाग्दैन अन्त यो कुर्ती आगेले के हेर्नु हौ गेटमा बोकिरहेछ छोडेन हौ आउँदैछ नि त खुसी छ त आगे के हो खुसी छ त आगे खुसी छ त आगे ओ आगे यहाँ उयो काट्नु आगे उयो काट्नु र यहाँ खुसी भएर गएको गर्छ नि त आगे खुसी भएर गएको गर्छ त आगेले हुन्छ थ्याङ्क यू आगे यो कस्तो यो दिनुपर्थ्यो आगे त्यहाँनिर आगे यो दिनुपर्थ्यो त्यहाँनिर कस्तो आगेले सानो खुसी त भएन त बुबु र साथीहरूले चाहिँ रात परिसकेको छ होइन 8 बजिसकेको छ अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ सिलगढीबाट होइन अब चाहिँ एकैचोटि मात्रै हामी भेट्नेछौँ होइन आजको यस्तो भयो के अरे आजको हाम्रो यो सिलगढीको पनि टायरिङ भयो होइन अलिक ढिलो आएको कारणले गर्दाखेरि सो त्यही अब हामी चाहिँ फर्किँदैछौँ त साथी हो